कुरा भनेर खासमा हामीले बुझ्दाखेरि अब उहाँले पनि अब मलाई तपाईँको छानबिनै गर्नुपर्छ भन्ने चाहिँ बरु अर्को आयोग बनाएर भए पनि मलाई छानबिन गरियोस्, अझै कडासँग गरियोस् होइन। यसमा मलाई कुनै टेन्सन छैन होइन। मलाई फेरि अझै छानबिन गरोस्, बरु म दोषी छु भने अझै मलाई भित्र राखोस्। तर यो अहिले दोष लागिरहेको कुरा तपाईँको कति ठाउँमा मुद्दा लागिरहेको कुरा तपाईँको म अब 200 वर्षसम्म पनि यो मुद्दा लडेर भ्याउँदिनँ भन्ने कुरा चाहिँ उहाँले गर्नुभयो होइन। अब यसमा भनेको अब हामीले एनालाइसिस गरेको अनुसारमा अब उहाँले पनि अब तपाईँको उहाँ पनि आफै पीडामा हुनुहुन्छ होइन। अब हामी सबै जनताहरू पीडामा छौँ। उहाँले कोही राम्रो काम गर्छु भनेर उहाँले अगाडि बढिराख्नु भएको मान्छे, अब हामी पनि केही राम्रो गर्छु भनेर अगाडि बढिरहेको मान्छे चरित्र हत्यादेखि लिएर अनेक देख्नुभयो तपाईँहरूले होइन। यो सबै कुरा तपाईँले प्रष्ट देख्नुभयो। एउटा साधारण मान्छेलाई कसरी तपाईँको राम्रो गर्छु भन्दाखेरि तपाईँको खेलाउनु सक्दो रहेछ। साइबर सेना लाएर होस्, पैसा खर्च गरेर होस्, कि तपाईँको के किनेर होस्, कि मान्छे लगाएर होस्, खेदाएर होस् होइन, आफ्नो संयन्त्रलाई चालु गरेर होस्, यो सबै उहाँहरूको पहिलादेखिको स्ट्राटेजी हो।